सुरुमा हाम्रो टिम चाहिँ यस्तो थियो है। ल यहाँ चाहिँ देख्न सक्नुहुन्छ है साथीहरू, हामीलाई चाहिँ अब हाम्रो खानेपानीको काम चाहिँ सिद्धियो नि त। त्यही भएर आज चाहिँ हामीले आउनुभएको मेसन टिम अनि सरहरूलाई बिदा गर्नु छ। अनि उहाँहरूले चाहिँ हामीले यो चाहिँ सामानहरू चाहिँ अलिअलि छोडिराख्नु हुने रहेछ नि त। अनि हामी चाहिँ सामानहरू अब हेर्दै हुनुहुन्छ, गन्दै हुनुहुन्छ। छोड्ने सामान चाहिँ यहाँ यति हो हामीले छोड्ने चाहिँ। अनि अरू चाहिँ के गर्नुहुन्छ भन्दा पनि अरू पनि छोड्ने हो, तर त्यति चाहिँ विशेष दिनु लाग्नु भयो। सम्भार मर्मतको लागि यो ती सामान दिँदैछौँ। यो चाहिँ हाम्रो वेलफेयरको रुल हो। यसरी हाम्रो काम सक्यो। पछि आज चाहिँ हाम्रो विशेष पछि तपाईँहरूले चाहिँ सुनिहाल्नुहोस् ल। यो आफ्नो प्राइभेट कामको लागि चाहिँ कसैले दाबी गर्नु पाइँदैन है। अनि म घरमा लगेर म खेत जोत्छु, अच्छा घडेरी खन्छु भनेर दाबी नगर्नु होला। यो जतनले समितिले राख्ने हो। यो चाहिँ खानेपानी बिग्रेको बेलामा मात्रै चलाउने है तपाईँहरू। ल सामान ल पाइप रेन्ज 14 इन्चको एक थान। अब यहाँ टक्क सामान चाहिँ उता हाम्रो पाइप रेन्ज 18 इन्चको मेसन मिस्त्री साप अनि हाम्रो टिका भाइ हुनुहुन्छ नि, यता मनिष भाइलाई चाहिँ 24 को त सामान चाहिँ देखाउनु हुँदैछ। अनि हेर्नु पनि हुँदैछ के सामान चाहिँ उता 24 को ल भनेर। 24 इन्चको ल पाइप रेन्ज 24 इन्च एक थान हैन भयो। अनि जावेल कर्नी ल 2 थान, तगारी 2 थान, अनि हेक्सो फ्रेम एक थान, अनि गैँती 2 थान, अनि बेल्चा 2 थान, अनि रेगुलेटिङ की चाबी यो 2 थान। यो सबभन्दा जतन गरेर तपाईहरु सेन्सियर भएर राख्नुस् है यो। अनि हिटिङ प्लेट 125 मिलिमिटरको एक थान। अनि यो स्पानर भनिन्छ कि यो चाहिँ हाम्रो यो के रे भन्छ रे तपाईले भन्नु के छ स्लाइडिङ यो एक थान। अनि यो प्लायर भनिन्छ, साइड कटिङ भनिन्छ, यो चाहिँ पेन्चिस है एक थान। अनि पेचकस 10 इन्चीको एक थान। त्यसपछि मिटर खोल्ने साँचो एक थान हो हैन। अनि टेफ्लोन कभर एक थान। थर्मोक्रम चक चाहिँ आधा है, आधा हाफ त्यो एक थान ल। अनि पोइन्टिङ ट्रोयल सानो फिनिसिङ ट्रोयल एक थान। जम्मा कति थान भयो? 18 थान चाहिँ यो तपाईको सम्भार मर्मतको लागि छ है हजुर। ल यो राखिहाल्नुहोस् तपाईहरु। अनि एउटा चाहिँ त्यो टिन हो, त्यो टिन लेखिएन क्या र भन्ने पनि तपाईलाई चाहिन्छ। अनि त्यो होर्डिङ बोर्डमा चाहिँ हामी कमिसनिङको बेलामा चाहिँ अब हामी फ्ल्याक्स प्रिन्टमा चाहिँ तपाईहरु हुन्छ। अनि सुरुवात हैन पालै पालै खिचौँ है फोटो, पालै पालो यहाँनेरि। सुरु फोटो खिच्नु सुरु। सामान लिएर ताली नै बजेन त हौ, ताली नै बजेन त हौ। यत्रो घाममा पनि ओसिएछ त। हामी चाहिँ अब उहाँहरूलाई बिदाई गर्नलाई चाहिँ यहाँनिर हाम्रो खानेपानीको अध्यक्ष देवन सिंह राईको घरमा गइसकेको छौँ। किन हो त्यो चाहिँ है जाडोले मान्छे घर गयो। अब म चाहिँ अब औपचारिक कार्यक्रमतिर लागे। कार्यक्रमको लागि कार्यक्रम सञ्चालन कत्रो हाँस्यो गर आवश्यकता पर्ने हुनाले म खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष श्री देवन सिंह राईज्यूलाई अध्यक्षता गर्ने ताली। आज हामी थोरै यसको सेटिङ आवाज मिलाइ
त्यसै गरी अतिथिका लागि लागि चारका समाजसेवी हर्क राई गाईज्यूलाई पनि अतिथि आसन के भनेको उनका प्रोजेक्ट म्यानेजर रामा राईज्यूलाई पनि अतिथि बलराम तामाङलाई पनि अतिथि आसन ग्रहण गर्ने भर्खर भन्दा नि 40 दिन काम गर्नुभयो सहयोगी जिजपीका सहयोगी धन्यवाद स्थानमै रहेर अतिथि आसन ग्रहण गर्न पनि हार्दिक आसन ग्रहणको क्रमलाई यी रोक्दै पछि पनि अतिथि आसन ग्रहणको कार्यक्रम चलि नै रहनेछ अहिलेलाई चाहिँ यी राख्दै स्वागत भाषणका लागि चखा खानेपानी उपभोक्ता सरसफाइ समितिका उपाध्यक्ष श्री नवराज राईज्यूलाई स्वागत मन्तव्य राख्नका लागि हार्दिक अनुरोध हजुर तपाईँहरूसँग हामीले कति गाली गऱ्यो होला त्यस विषयमा तपाईँहरूसँग हामी के राम्रो भयो होला होइन धेरैजनासँग हाम्रो झगडा परेको होला के पर्यो होला केही गर्दै हामी पनि सम्पन्न गरेका छौँ किनभने हाम्रो रसियालाई शुद्ध खानेपानी ल्याउनका लागि हामी सम्पूर्ण उपभोक्ता हामी लागेका छौँ लागेर हामी ल्याएका छौँ अब यसपालि नै हामी समर्थन गर्ने भन्ने कुरो उपभोक्तासँगै आफूले सुन्नुपर्छ हैन अब हामी तपाईँहरू अब मिलेर गरेको कामलाई फेरि हामीले बिगार्नु त भएन होला त्यही भएर सबैजनाले हामीले राम्रो तरिकाले अब एकदम सुरक्षित साथ खानेपानीलाई खानुपर्छ भन्दै अब जस्तै हाम्रो जिरोलाई पनि धन्यवाद भन्दै मेरो स्वागत मन्तव्य यही अन्त गर्छु बस 2900 हाइटबाट झरेर यहाँ अन्त्य आज सक्यो फेरि हामी भोलि जानु पर्दैन भनेर आम उपभोक्ता नसोचिदिनु होला हामी बारम्बार गइराख्नुपर्छ है यो हाम्रो भनेको चाहिँ हाम्रो भावी सन्ततिको लागिसम्म आएको पानी हो त्यो भएको हुनाले आज चाहिँ हामीले सरलाई जिडब्ल्यूको सरलाई बिदाय गऱ्यौँ आजदेखि फेरि हामी पुनः टेम्के जानै पर्दैन है भनेर कुनै कसै पनि उपभोक्ता नसोचिदिनु होला हामी बारम्बार टेम्के पुगि नै रहनुपर्छ हरेक मुहानहरू हेरि नै राख्नुपर्छ र हरेक कार्यक्रम सञ्चालक टेम्की मयौ गाउँपालिका चक्रो भन्ज्याङ के अरे खानेपानी उद्घाटन समारोहमा उपस्थित हुनुभएका हाम्रा प्रमुख अतिथि अनि विशिष्ट अतिथिमा र उपभोक्ता सम्पूर्ण हाम्रा समितिमा रहनुभएका सचिव अध्यक्ष जति पनि को सदस्य हाम्रो समितिमा रहनुभएका हुनुहुन्छ यहाँहरू सम्पूर्णमा आमा दिदी बहिनी बाबु दाजुभाइमा सबैमा एकमुष्ट नमस्कार पायौँ त्यसमा हामी एकदमै खुसी छौँ हामी जसरी तपाईँहरूलाई एउटा वेलफेयरले जुन दियो तर हामी भनेको चाहिँ तपाईँ हामी एउटै हो जस्तो हामीलाई लाग्छ तपाईँको योगदान एकदमै ठुलो छ सुरुमा हामी आएर हेर्दा पनि हामीलाई पनि एकदमै कठिन होला जस्तो लाग्थ्यो 16 किलोमिटर छ 40 घरले खन्नुपर्ने छ 40 जनाले दिनदिनै भन्नु कस्तो होला हामीलाई कस्तो लाग्थ्यो भने हामी जस्तै मेसन टिमहरू हाम्रो उपभोक्ताले चाहिँ गाह्रो होला जस्तो छ धेरै टाढो छ अब 16 किलोमिटर भनेको त धेरै टाढो हो भन्ने हाम्रो एकदम सोच फुलमाला लाएर चाहिँ मन्तव्य भनेको छु देखेको अरू अन्त चाहिँ खै
धेरै दुःख गर्नु के भयो फिनिसिङ हो चाहिँ तपाईहरु के गरेको हामी चाहिँ एउटा के बाटो देखाउने जस्तो मात्रै यो काम आमा बुवाले जन्म दिएको नानी जस्तो जहाँ गर्भमा थियो तपाईहरुको काखमा आएको छ हैन तपाईहरुको आँगनमा आएको छ अब यो जति पनि संरचना बन्यो कस्तो तरिकाले यहाँ बस न त नचली अब जस्तो माथिबाट आदेश आउँछ त्यस्तै हामी बनाउँछौँ गयौँ तपाईहरु सबै मिलेर हैन अब त्यो तपाईहरुको हातमा छ सबै संरचनाहरू जति पनि बनेको छ तपाईहरुको उपभोक्ताको जिम्मा उपभोक्ताको हातमा छ त्यसै कारणले गर्दाखेरि सरसफाइदेखि लिएर हरेक कुरामा चाहिँ त्यसको हरेक कुराहरू तर यो सब कुरा चाहिँ हाम्रो राम सरले भन्नुहुन्छ हैन अहिले तपाईहरुलाई अनि काम गर्दै जाँदाखेरि कतिपय कुराहरूमा तलमाथि भयो होला हामीबाट त्यसमा हामी क्षमा चाहन्छौँ जस्तै ह्यान्डलिङ गर्ने कुराहरूमा हुन्छ हरेक कुराहरूमा हुन्छ अनि त्यो चेन्जिङ गर्ने कुराहरूमा अलिकति डिफ्रेन्ट हुन्छ हैन त्यस कारणले गर्दाखेरि कति अब हामीबाट तपाईहरुमा कति भुल गल्ती भयो कति हामीले बोल्न जानेनौँ होला हैन कति अरौ परौ गर्न पनि हामीले जानेनौँ होला हैन भन्न हाम्रो शब्दहरू गल्ती भयो होला काम गर्दै जाँदाखेरि यति लामो समय रमाइलो पनि गरियो अब हामी एकदमै खुसी पनि छौँ टाइममा काम सकियो हैन अनि रमाइलो भयो हाम्रो तिता मिठा कुराहरू कति भयो त्यसमा हामी माफी चाहन्छौँ म माफी चाहन्छु हैन कति अब हामीले नराम्रो बोल्यौँ भने पनि हामीलाई माफ दिनु होला हैन अब म के भन्न चाहन्छु अब जति पनि राम्रा कुराहरूलाई लिएर राखौँ नराम्रो कुराहरूलाई चाहिँ अब हामी नि केही अब डाँडा काटेर जानुपर्ने छ त्योभन्दा अगाडि नै हामी नि यतै छोडी राख्छौँ र हाम्रो पनि जति पनि अब नराम्रो कुराहरू छ तपाईहरुले आजदेखि यसो भनौँ न हैन अनि जति पनि यो संरचनाहरू छ जति पनि तपाईहरुले सबै अबदेखि उता संवाद सुसार गर्ने तपाईहरुको जिम्मामा हुन्छ हैन त्यसै कारण अब सबैमा हामी अब टिमबाटै त नभनौँ टिमबाटै भने पनि यसमा जति पनि गल्तीहरू भएको छ भयो होला हामी माफी चाहन्छौँ हैन सबै कुरा त अब मैले केही भनिराख्नु पर्दैन सिस्टमहरूको बारेमा हाम्रो सरले भन्नुहुन्छ सबै कुरा जुन यो संरचनाको बारेमा उहाँले भन्नुहुन्छ अनि अरू कुरा त हैन यति यो एक दुई शब्द बोल्न दिनुभएको लागि राख्न दिनुभएको लागि यहाँ सञ्चालकलाई धन्यवाद दिँदै यही टुङ्गाउन चाहन्छु शिवदन गर्ने मान्छेहरूसँग त बडो म त खुसी पो लाग्छ काम गर्दाखेरि हेर्नु भएन होला त अब काम सकेपछि पो हेर्ने होला त काम को बेला हेर भन्दा गडबडी नै हुनसक्छ अब चाहिँ मिलो हैन अब चाहिँ मिलो
जान्नु भएन होला नहुने होला 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 बेटा लगाइदिनु न त त्यसको मत नै भएन सबै लगाउनु यो कसलाई मलाई नदेखेर आयो के हो साथी हो कपडा मलाई त किन विधायकको सङ्घारमा उभिरहेको छ डब्ल्युटीबाट आउनुहुने प्रोजेक्ट म्यानेजरका किन भन्दाखेरि हामीले जुरेली रातमा काम गर्नु परेन हामीले अझै एक दिन अगाडि विधायी कार्यक्रम राखिरहेको छौँ हाम्रो सुरुको 14 गतेदेखि आज हामी 13 गतेमा आइपुगेका छौँ त्यो कसको कारणले भन्दाखेरि उहाँ सरहरूको जिडब्ल्युबाट आउनुहुने मेसनका सरहरू प्रोजेक्ट म्यानेजर सरको साथ सहयोग सल्लाह सुझाव हैन र हामी आम उपभोक्ताको निरन्तर खटाइको कारणले चाहिँ आज हामी यो विधायकको सङ्घारमा आइपुगेका छौँ त्यो भएको हुनाले आम उपभोक्तादेखि लिएर आयोजनाका अध्यक्षता ग्रहण गर्नुहुने अध्यक्षज्यू कम्पनीका अध्यक्ष पनि हुनुहुन्छ साथै वार्ड नम्बर 4बाट पाउनुभएका हाम्रो वडा अध्यक्षज्यू तथा प्रमुख वार्ड नम्बर 3बाट पाउनुभएका हाम्रा अध्यक्षज्यू साथै समाजसेवी हाम्रो हर्क सर अनि सम्पूर्ण बुद्धिजीवी हाम्रो उपभोक्ता साथीभाइ फेरि मेरो नमस्कार यो मान्छेले भन्छन् कि कहिले के भन्छन् भन्दाखेरिमा अब सुख पाए भनेर चाहिँ के अरे धेरै के अरे मस्तिन पनि नगर्नु अरे दुःख पायो भन्दैमा चाहिँ होइन अब यो राडीमा पनि नउठ्नु अरे भन्छन् हामी तपाईँहरूले जुन पहिला हाम्रो लीला म्याडम आउनुभयो त्यतिखेर धेरै कुराहरू सुनाउनु पर्यो है अब गर्नु सकिने हो कि नसकिने हो कि योजना हुने हो कि नहुने हो कि भनेर धुरमुर पर्नुभयो होला होइन तपाईँहरूलाई चाहिँ यहाँ पानी तल छँदैछ त्यहाँकोलाई के गर्नु हामी नगर्ने जस्तो पनि कुरा थियो होला अनि यसो हुँदै सक्यो है सोसियल सकिएपछि प्रिपेरेसन सकिएपछि अब मिलाउँदै जानुभएको छ आज हाम्रो लिलामेमा मैले हुनुहुन्न है अनि उहाँको अब टर्न सकियो हेर्नुहोस् अब लगभग अब 3 वर्षपछि मात्रै उहाँले मोनिटरिङमा उहाँहरू आउनुहुन्छ त्यसो हुँदै आइसकेपछि अब सर्वे गर्नुभयो सर्वेको लागि आउनुभयो सर्वेमा पनि अब कता हुने ट्याङ्कीहरू कता राख्नु के गर्ने भन्दै अनिल सर आउनुभयो होइन अलिकति आशा पलायो होला तपाईँहरूलाई होइन त्यसपछि अब हामी फेरि सम्झौताको निमित्त हामी आयौँ पक्का गर्ने हो कि नगर्ने हो भनेर तपाईँहरूलाई टुङ्गोमा गर्न आउँदाखेरि मात्र गर्ने नै
तर त्यो सम्झौतामा तपाईँहरू भएन बेग्लै कुरा होइन अनि तिथिमिति पनि राखियो। अब त्यसपछि योभन्दा पछि त तपाईँहरूको चाहिँ के भन्छ यो फागुनमा हुनुपर्ने प्रोजेक्ट हो होइन। तर के भयो भने हामी योभन्दा अगाडि चाहिँ राणागाउँ सल्लेमा गर्नु पर्थ्यो खोटामा। अब त्यहाँनिर हामीले चाहिँ अब मौसम हेर्दाखेरिमा चाहिँ धेरै कुराहरू उहाँहरूको समस्या छ। अन्नबाली भित्राउनु पर्छ होइन, कार्तिकमा नै उहाँले काम गर्न सक्ने। अब जम्मा 26 घरले 28 वटा धारा गर्नुपर्ने फेरि अब त्यसो हो भने हामी चाहिँ पहिला चाहिँ हामी जखेवा नै जाउँ भनेर चाहिँ त्यसरी हामी चाहिँ प्लानिङ गरेर आयौँ। आउँदाखेरिमा अब जुन जाडोको सिजन पर्यो होइन, पानी परेर त्यस्तै थियो होइन। अब भनेको जस्तो हाम्रो स्थानीय साधन स्रोत पनि तपाईँहरू जम्मा गर्नै पाउनु भएन होइन। यतातिर झमझम आइरहेछ, दसैँ तिहार चाड गर्नु पर्दैन भनेर सोच्नु चाहिँ हुन्न है हजुर है। अब मेहनत गरेर यत्रो कुरा सम्पन्न गर्नुभएको छ टाइममा म यही अनुसारको रिपोर्ट पनि लेख्ने छु हजुर है। यसले गर्दाखेरिमा हजुरहरूले चाहिँ अर्को योजनाहरूलाई पनि यहाँ वरिपरिको अरू पनि त होला नि स्वच्छ खानेपानी छ हुने मान्छे होइन। अब भोलि पर्सि त तपाईँहरूको जस्तै योजना हामीलाई पनि चाहिएको छ भन्ने आउला नि तपाईँहरूलाई। भन्दाखेरिमा तपाईँहरूले पनि भन्नु पऱ्यो, पाउनुहुन्छ। किनभने माग्दाखेरिमा त होइन केही बिग्रिँदैन नि। वेलफेयर यहीँ छँदैछ, वेलफेयरमा जानुहोस्, स्थानीय सरकारसँग चाहिँ तपाईँहरू सिफारिस माग्नुहोस्। सिफारिस लिएर जाने हो, माग्ने हो होइन। त्यसले गर्दाखेरि आगामी वर्षमा फेरि यहीँनिर हाम्रो यो यतातिर 7वटा प्रोजेक्ट यतै छ हेर्नुहोस् है, यो बोगनी एरियामा। त्यसले गर्दाखेरिमा हजुरको वरिपरि त्यस्तो खालको मुहान छ भने, कसैले दुःख पाउनुपर्ने छ भने स्वच्छ खानेपानी खानु पाउनुपर्छ सबैले है, माग गर्नु सक्नुहुन्छ। त्यसले गर्दामा तपाईँहरूलाई चाहिँ यो समयमा सकाइदिनु भयो, म एकदम खुसी छु, धन्यवाद छ होइन। दोस्रो कुरो, हजुरहरूले हामीलाई यहाँनिर बस्न दिनुभएको छ अनि दाउरा दिनुभएको छ है, त्यसको लागि पनि हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद हजुर उपभोक्ताज्यूहरूलाई है। किनभने पहिला त मान्छेको घाँस बाँस कपास बन्छ नि, अब विकास त बेग्लै कुरा हो। पहिला हामी पनि बस्न ठाउँ पाइएन भने, अलिकति तातो खानु पाइएन भने होइन, आफू स्वास्थ्य रहिएन भने विकास के हुनु र होइन। त्यसको व्यवस्थापन तपाईँले गरिदिनु भएको छ, त्यसमा हजुरलाई म धन्यवाद दिनैपर्छ हेर्नुहोस् है। अर्को कुरो, अब सबभन्दा हाम्रो फाइनेन्सियल, किनभने यहाँ कमिसनिङ गरियो भने पछि अब तुरुन्तै यहाँ धारा लिने मान्छेहरू पनि छन्। उहाँहरू धेरै यहाँ आइसक्नु भएको छ, उहाँहरू धेरै नै यहाँनिर अब जति तपाईँहरू खट्नुभएको छ, फ्युचर कनेक्सनको पनि टोलीहरू आउनुभएको छ, उहाँहरूलाई पनि अब छिट्टै नै पानी चाहिने स्थिति पनि छ। त्यसले घर पनि बनाउँदै हुनुहुन्छ। अब हामी 15 गते नै कमिसनिङ दियौँ भने चाहिँ समितिले निर्णय गर्नुहुन्थ्यो र तुरुन्तै उहाँहरूले पनि पाउनुहुन्थ्यो होला भन्ने आशाले हामी चाहिँ अलिक अगाडि के अरे सक्ने बित्तिकै कमिसनिङ गरिदिउँ भन्ने किसिमको कुरा थियो। त्यसले गर्दामा हजुर चाहिँ हतार नगरिदिनु होला होइन। अब उहाँहरूलाई चाहिँ दिने कुराहरू छ भने यता वरपर तपाईँले पानी, किनभने शत्रुलाई पनि खुवाउनु पर्यो होइन, कसैको धाराबाट चाहिँ दिइराख्नुहोस् होइन। अब मिलेर त खानु त पाउनु पर्यो नि पानी होइन। त्यसले गर्दा होइन मेरो त मिटर चढ्छ, यो हुँदैन, अहिले म दिन्न नभन्नुहोस् है हजुर, किनभने मिल्नु पर्यो। तपाईँको नजिकमा छेउमा छ भने दिँदाखेरिमा के हुन्छ त होइन, मिलेर पैसा तिर्ने नि होइन। त्यसरी गर्नुहोस् ल। यो मिटर राखेको चाहिँ यो मिटर चढेको छ भने डर हुन्छ, हामीले पानी खाँदैन त्यो पनि नभन्नुहोस्। यत्रो तपाईँहरू दुःख गर्नुभएको छ होइन, पानी खानको लागि हो नि। तपाईँहरूको स्वच्छ खानेपानी तपाईँले ल्याउनु भएको छ। अब यो पानी अहिले खाँदाखेरिमा अलिअलि गनाउँछ होइन, तर 1 महिना यो पानी खानुहोस् अनि त्यसपछि फेरि तपाईँहरूको पुरानो पानी खानुहोस्। अब फेरि त्यो पुरानो पानी चाहिँ गनाउनु थाल्छ, यो चाहिँ बिरामी मिठो हुन थाल्छ के। यति फरक आउँछ है। राई सर के भन्नुभयो भने तपाईँ नभन्नु होला, तर पानी खानुहोस्। र आज जति पनि निर्णय गर्नुभएको छ, कति युनिट पानी चलाउने, कति पैसा तिर्ने भन्ने किसिमको कुरो त्यहाँ भनेकै छ होइन, तपाईँलाई थाहा छ। त्यति युनिट चलाउँदा के हुन्छ र
होइन 100-150 रुपियाँ कति ठुलो कुरो होइन मान्छे चाहिँ त्यो यसो चुरो सुरो खैली खाँदा नै जान्छ नि 150 रुपियाँ त है त्यसले गर्दाखेरिमा नडराई मजाले पानी खानुहोस् अब तताउनु पनि पर्दैन मेरो विषयमा पानी चिसोले मरिन्छ नि प्रश्न हेर्नुभएको छ नि के त्यहाँ त्यसको प्रक्रियाहरू धेरै छन् बनाउँदा आज बना पछि कहिले सकिँदैन होइन लेकिन ट्याङ्कीमा निर्धक्क पिउनुहोस् है ल अन्त्य चाहिँ यस्तो भयो है साथीहरू।